तिमीहरू अनि कलेज पढ्ने विद्यार्थीहरू भएर अनि यस्तो बाइक चलाएर हिँडेर हुन्छ अनि सुन न यसले कति साउन्ड पोल्युसन हुन्छ थाहा छ तिमीलाई मान्छेलाई कति गाह्रो हुन्छ यसले किन नहालेको स्यालेन्सर हेर न तिम्रो स्यालेन्सर यस्तो हुन्छ यो स्यालेन्सर बाइकको नम्बर प्लेटहरू त्यस्तै छ डकुमेन्ट ल्याउने डकुमेन्ट लिएर बही खान जाने चान्स भन्दा नि खान्छ यस्तो सुन न डकुमेन्ट ल्याउने हामीले बाइक बही खानामा लगेर बुझाइदिन्छु त्यहाँ जाने त्यहाँ सरहरूले जे जे सामान मगाउनु हुन्छ त्यति सामान मगाउने ल्याउने चेन्ज गर्ने त्यहीँबाट बाइक लिएर आउने है बुझ्नुभयो कि नै एक चान्स दिनु सर सर प्लिज सर मेरो सब यहीँ छ कि सर डकुमेन्ट सब छ लाइसेन्स बिल सर सब घरमा छ यहीँ माथि मात्रै सर यस्तो छ पारो यहाँ नो पार्किङको बोर्ड छ त्यही माथि मान्छे हिँड्ने बाटोमा फुटपाथमा हेर्नु नि अब कसरी राखेको छ बाइकमा ल हेर्नुहोस् यस्तो छ पारो त्यहीँ माथि हेर्नु न नो पार्किङको बोर्ड छ त्यहाँ तपाईँको साइडमा हेर्नु त्यहाँ त्यही माथि मान्छे हिँड्ने ठाउँ हेर्नु त्यहाँ